नमस्कार साथीहरू, आज हामी जोडिँदैछौँ तपाईँसित कन्स्ट्रक्सन नेपाल भन्ने साइटमा। तपाईँको आज हाम्रो चाहिँ रोडवेको भिजिट पेमेन्टको काम भइरहेको रेडीमिक्स अभाइलेबल छ। यसले अहिले तपाईँको चाहिँ एकपटकमा 10 बोरी सिमेन्टको मसला बनाएर ल्याएर यो हामीले M20 चाहिँ काम गरिरहेको। हेभी रोड, एकदम एक्सट्रिम हेभी रोड होइन, मिडियम टाइपको रोड। यहाँ सामान्य चाहिँ जिप र ट्र्याक्टरहरू हिँड्ने गर्छ, बस टिप्परहरू हिँड्दैन। अनि त्यही भएर हामीले चाहिँ रड, सिङ्गल रड छ 7 इन्चको स्पेसिङमा। अनि यसको सोलिङको थिकनेस तपाईँको सोलिङको थिकनेस 15 सेन्टिमिटर भने हाम्रो ढलाइको पनि 15 सेन्टिमिटर नै छ। तपाईँको यो हाम्रो आज तेस्रो दिनमासम्म यो काम गर्दै गर्दा 2 दिन 3 दिनदेखि काम गरेर आज तेस्रो दिनमा छौँ हामी। तपाईँले हेर्न सक्नुहुन्छ अब यहाँ चाहिँ हाम्रो अब ढलाइको माल झरिसकेपछि हामी फेरि यसलाई भिडियोलाई कन्टिन्यू गर्छौँ। पौज गर्नुहोस्। हेलो साथीहरू, आज चाहिँ हामी छौँ ढलाइको 4थो दिनमा। आज लगभग हामीले 100 मिटरको सेरोफेर ढलाइ गरेर सकिसकेका छौँ। भोलि चाहिँ हाम्रो दिनको आधा चाहिँ लगभग फाइनल हुन्छ काम। म चाहिँ एकदमसित बाल्टी नै लिएर पाइप नपुगेको ठाउँमा क्युरिङ गरिरहेको। अनि तल चाहिँ हाम्रो साथीहरू चाहिँ 2 जना मिस्त्री साहेबहरू ढलाइ गर्दै हुनुहुन्छ। अझै तपाईँहरूलाई अलिक डिटेल अझै अरू पनि भिडियोहरू मैले चाहिँ सो गर्दै जान्छु, हेर्दै जानु होला। हेलो साथीहरू, म तपाईँहरूलाई यहाँ चाहिँ देखाउनु गइरहेको छु हाम्रो रेडीमिक्स चाहिँ कसरी गर्छ भनेर होइन। मेरो अगाडि चार ब्यागको दरले हालिन्छ। 10 बोराको चिट बनाएपछि यो चाहिँ त्यही अनुसार 10 ब्याग बराबरको सिमेन्टको गराइएको छ। अनि यसमा चाहिँ जोडिदिएको हुन्छ मिक्सर। यसरी जान्छ। पहिला सुरुको पानी हाल्यो, सेकेन्डमा टिपी, त्यसपछि त्यहाँ बोराको जाँदैछ। अनि हामीसँग चाहिँ यो कर्सरकै खिपी बालुवा सबै कर्सरकै छ। अनि लास्टमा चाहिँ बालुवा जान्छ। त्यो मिक्सिङ पनि भइरहेको छ। तपाईँ घुमिरहेको देख्दा पनि मिक्सिङ पनि भइरहेको। यता चाहिँ सबै थोक भइरहेको। यहाँ चाहिँ हाम्रो सिमेन्ट हाल्ने तयारी भइरहेको। सिमेन्ट चाहिँ यसरी यो तरिका रहेछ। यसरी त्यहाँ जम्मा गर्ने अनि त्यसपछि माथि जान्छ गिटी गए जस्तै। बाहिर पनि पोखिराख्दो रहेछ कि यसमा। फेरि बाहिर पोखी नि उठाएको गर्नुपर्ने, त्यो चाहिँ अलिकति झन्झट भयो क्या। फाइनली यो हामीले हाल्दैछौँ बालुवा। बालुवा लोड गरेर चाहिँ लास्ट बकेट हो। तपाईँले भित्र पनि देख्न सक्नुहुन्छ। यसरी मिक्सिङ चाहिँ M20 को ग्रेडमा छ। मिक्सिङ एकदम प्रोपर छ है त। यो कस्तो मान्नुभयो ढलाइ उन्ला बाटो? ठिक छ? जाति मान्नुभयो? हिँड्नुभयो? ल ल ल गएर आउनु। कस्तो यहाँ माथिसम्म हुन्छ भाउ। यहाँ हो यो छ नि, त्यहाँ सुन यो अहिले यता मात्रै उहाँ तलसम्म गरेर भिएर अब बल्ल यहाँ भ्याउने, त्यसपछि जाने। केलाई टेक्नलाई पाइन्छ पाइन्छ।